हेलो गाइज वेलकम ब्याक टु यो कुच्चेको देक्चीको न्यू भिडियोमा तपाईहरुलाई सबैजना स्वागत छ एन्ड आई होप तपाईहरु सबैजना सन्चो सुबिस्तै हुनुहुन्छ होला एन्ड म पनि सन्चो सुबिस्तै भन्नु पर्ला अरु ठिकै छ हैन यो अनुहार चाहिँ कुच्चेको देक्ची जत्तिकै छ एन्ड आज चाहिँ हामी बौद्धतिर यस्तो राउन्ड हानेर आइदिनु पर्ला भनेको हैन आजको माहौल कस्तो छ आज ईद हैन तीज हैन आज तीज हैन ईद तीज भनेर फेरि केटीहरुले पुरै साडी लाउन थाला एकचोटी हैन टक्क लाएर हैन एकचोटी घरबाट छुट्टी भएको रे ए देखा न भाइहरुलाई उ हेलो भन्नुछ हेलो केटाहरु नुहाइरहेको रहेछ हैन पुरै मस्त माला हैन अनटक्क लाएर एकचोटी ए छोड्दैन अनि एकचोटी के भयो अरे भने हैन स्कुल के केही पनि गर्दैन नि है अनि स्कुल गयो अरे केटाहरु हैन बच्चामा स्कुल टक्क गयो अरे हैन तिमीहरुको साथी हैन केटा स्कुल गयो अरे स्कुलमा टक्क ईदको छुट्टी भयो अरे के हैन स्कुलको छुट्टी ईदको छुट्टी भन्ने हसिन्छ ईदको अनि टक्क अब पहिले त अब घरमा पुरै स्कुल छुट्टी भयो भनेर अघिल्लो दिन भन्दैन त्यही दिन भन्छ नि त हैन स्कुलमा आइसकेपछि छुट्टी भयो भन्छ नि त अनि टक्क ईदको छुट्टी भयो अरे के ईदको छुट्टी भयो अरे अनि ढक्क लु के भन्छ टक्क लाएर मलाई पनि लास हाँस उठिरहेको छ कि हैन टक्क लाएर केटो आएर स्कुल यो भनौँ न भाइको साथी के को छुट्टी हो स्कुलबाट आएर लुगा ठक्क फेर्यो अरे अनि आमाले हैन किन हौ आज किन स्कुल नगएको स्कुलबाट फर्केको भने छुट्टी छ क्या आमा छुट्टी छ भन अरे क्या हैन लास्टमा के को छुट्टी भन्दाखेरि त लास्टमा ईदको छुट्टी भनेर छोरा चाहिँले भनेको रहेछ है लास्टमा आमाले त पुरा साडी लाउन थालेछ के यो चाहिँ हाम्रो कुशलले भनेको कुरा है यो चाहिँ हैन यसले भनेको यो चाहिँ हैन पुरा लास्टमा साडी लाउन थालेछ क्या मम्मी चाहिँले चाहिँ आमा चाहिँले चाहिँ लास्टमा किन भनेर साडी लाउन थालेको अरे भन्छ त उसले चाहिँ तीज भनेको सुनेछ क्या मम्मी चाहिँले चाहिँ गाह्रो छ ल त्यस्तो पनि हुन्छ जिन्दगीमा हैन ईद भन्दा तीज भनेको सुनेछ क्या त्यही भएर आज ईदलाई हैन अब तीज बनाएको छन् कतिले त भनौँ न हाम्रो गाउँमा चाहिँ त्यही हो हैन अब हामी एकलट ईदको कस्तो छ हैन ईद मनाउनेहरूलाई चाहिँ ईदको मुबारक भन्न चाहन्छु यही भिडियोबाट सबैलाई आफ्नो कल्चर आफ्नो भनौँ वेशभूषा आफ्नो चाडपर्व महत्त्वपूर्ण हुन्छ सो यहीँबाट मेरो भिडियो हेर्नेहरूलाई चाहिँ ईदको मुबारकै मनदेखि नै भन्न चाहन्छु एन्ड आज चाहिँ हामी टक्क हल्का चेन्ज गर्छौँ अनि त्यसपछि सर एक राउन्ड घुमेर आउँछौँ है ओके त्यति बेलासम्मको लागि तपाईँहरूले हेरेर मनोरञ्जन लिनु होला किप वाचिङ है त देखिन्छ अलिक अगाडि ए बाँध्नु त तो दोस्तों हम आ चुके हैं यहाँ बाइक पार्क गरिसक्यौँ हैन अब हामी बौद्धको नजारा हेर्ने जानेछौँ बौद्धको नजारा हरियाली बौद्धको नजारा केटीको नजारा हारे क्या है बौद्धको हरियाली हेर्न जानेछौँ हामी जाँदैछौँ ओ माई गॉड यत्रो भिड ओ माई गॉड तो दोस्तों हम आ चुके हैं बौद्ध ओ माई गॉड बौद्धमा आज त भिड त बबाल रहेछ त यार आज हामी यहाँको नजारा हेर्ने छौँ हैन नजारा भनेको कस्तो नजारा भने अहिले म देखाउँदै जाँदैछु केटीको चाक पनि हुनसक्छ है नजारा नजारा धेरै प्रकारको हुन्छन् है यार त्यत्रो भिड छ त यार पुरा भिड कस्तो लाग्यो आज जम्म भनेर जबरजस्ती लिएर आएको तैँले हेर अब तर दामी ल है यत्रो है ओ माई गॉड क्यामेरा अगाडि पछाडि गर्ने अब ओ माई गॉड यत्रो भिड रहेछ नि है हामी आज यो बौद्धको के भन्छ नजारा हेर्न आएको तर जेउस नजारा भन्दा पनि
मुख्य कुरा चाहिँ एकदम रमाइलो रहेछ क्या एकदम रमाइलो लाग्यो किनभने होइन यत्तिको भिड मैले खासै बौद्धमा देखेको थिइनँ कुनै फेस्टिभलको बेलामा त देखेको थिएँ एन्ड आज पनि फेस्टिभल नै हो मुख्य कुरा त तर पनि ईदमा पनि यति साह्रो मान्छे भेटिन्छ भन्ने कुरा मैले बिलिभ एन्ड अहिले चाहिँ हामीले झाँक्रीको बुढीलाई भेटायौँ क्या होइन त्यही भएर यस्तो देखाउन जाँदैछौँ होइन कस्तो टाप भाइ गर्छ कोसिस गर्दैछु हो कि होइन हो जस्तो लागिरहेछ होइन भिडियोमा चाहिँ अरूले हेलो सिस तपाईँ चिनेको जस्तो लाग्यो हो हो रहेछ है होइन एकचोटि हाई भनिदिनु खुसी लाग्यो तपाईँले भेटेर ओके हो रहेछ होइन देखिहाल्यौँ हो त्यसरी भेटिँदो रहेछ हरेक चिनेको मान्छेहरूलाई भनौँ न बुढो ढ्याङ्ग्रो लिएर बुढी आवतालो ठ्याङ्ग्रो लिएर अब घुम्दै होइन के भन्नु र गाह्रो छ यो हाम्रो झाँक्री दाइलाई पनि गाह्रो छ यार धेरै कुरा काट्नेहरू मात्रै छन् के गर्नु बुढी यस्तो तालमा हिँड्दो रहेछ तर होची रहेछ भिडियोमा त अलगै कति न भिडियोमा त अल्गो न अल्गो राम्री होला भनेको त ओए हामी नै राम्रो रहेछौँ बरु यार होइन भन् त तर होइन त्यो तिनीहरूभन्दा त राम्रै रहेछौँ त हामी त यार फेरि हो कि न भन् न अब ल नजर नजर कति चल्ल यो मान्छेमा ल बाल हुँदैन क्या अब त के लगाउनु होइन तर पहिले त लास लाग्थ्यो अहिले त बाल लाग्दैन यस्तै रहेछ बनाउनै पर्ने रहेछ मस्त मलाई होइन एन्ड यताको भ्यूहरू चाहिँ म एकदम बबाल लाग्यो मलाई होइन यो मूर्तिहरू खतरा ओ माइ गॉड मेड इन नेपाल होइन मेड इन नेपाल मूर्तिहरू चाहिँ यहीँ देख्न सक्नुहुन्छ होइन हामीले आफैले क्रिएट गरेको भनौँ न अब होइन कति भोग्नु छ अहिले लदार के गर्नु होइन त्यही भने लदार हार खाएर के गर्नु हामी चाहिँ अब एक राउन्ड हुन आँटिसक्यो अब अर्को 2-3 राउन्ड घुम्दिउँ त होइन जो नजारा हेर्न पाइन्छ टक्क लाएर हरियाली यो पालि झाँक्रीको बुढीलाई भेट्यो अर्को पालि कसको बुढीलाई भेटिन्छ हेरौँ होइन तर बुढी मात्रै भेटिने हो कि अब भर्खरको तन्नुरी भेट्ने हो तर भेट्नु चाहिँ पर्छ चिनेको मान्छे भेट्यो भने चाहिँ मलाई शङ्का त लागिरहेको थियो झाँक्रीको बुढी र मलाई पनि त्यस्तै लाग्यो तर यत्रो खोचिलो पुड्की रहेछ ल यो तरिका डन्डीफोर रहेछ त्यही पनि थाहा तर होइन ठिक छ उसको ठाउँमा ऊ राम्रो छ हाम्रो ठाउँमा हामी राम्रो छौँ एनिवे तर के भने भिडियोमा भन्दा अलिकति धेरै नै डिफ्रेन्ट रहेछ भन्ने कुरा चाहिँ होइन एक्ज्याक्टली रूपमा थाहा पाइयो एन्ड भन्नु खोजेको त्यही हो अरू केही होइन त्यस्तै हो भिडियोमा डिफ्रेन्टै हुन्छ भिडियोमा डिफ्रेन्ट नै हुँदो रहेछ क्या होइन त्यो भएर चाहिँ अलिकति हामीलाई पनि अचम्म लागेको हो तर झाँक्री बुढोलाई पटेकै होइन त हो कि न भन् त त्यो सुड्डो छ अनि यत्रो फुच्ची कसम यार 17-18 वर्षको फुच्ची नै रहेछ क्या होइन हामी त लगभग भिडियोमा त अलिक ठुलै देखिन्छ नि त त्यही भएर पनि ओ ठिकै छ भनेको तर लास्ट फुच्चीका यत्रो क्या झाँक्रीलाई पटेको होइन त त आफै भन् न हो कि भन् त त्यसै नेपाली जनताले भाड्न खोज्छ त हो नेपाली जनताले त्यत्तिकै भाड्न खोजेको त होइन रहेछ यार आज आएर त अब यार कस्तो यति फुच्ची रहेछ अनि लैलै कलिलो हौ झाँक्रीले त कलिलो मासु त मिठो गरी खान्छ होइन कलिलो पाडाको मासु कलिलो धेरै नोबलमै फेरि जादु मन्त्र हान्नु बेर लाउँदैन नि जादु मन्त्र हान्नु बेर लाउँदैन तर जे होस् कलिलो मासुहरू मिठै हुन्छ भन्नु खोजेको हो अरू केही होइन ओके डन अरे ओके अब जे होस् तपाईँहरूले किप वाचिङ गर्दै गर्नु होला एन्ड हामी चाहिँ मनोरञ्जन लिँदै गर्छौँ यहाँको है लाखौँ मान्छे फोटो खिच्नु पर्छ यार झाँक्रीको बुढीसँग चाहिँ फोटो खिच्न सकिन्छ भनेर मलाई खिच्न मन थियो क्या त्यो बुढी झाँक्रीको बुढीसँग र हाम्रो भाइलाई क्या झाँक्रीको बुढीसँग फोटो खिच्नु मन छ अरे
तर के किनभने समर्पण लामालाई भेटेको छ क्या अनि त्यही भएर चाहिँ अलिक ठुलै मान्छे हो जस्तो लागेको थियो मलाई तर होइन मुख्य कुरा चाहिँ के भने है भाइ भाइ पैसा चाहिँ कमाउनै पर्ने रहेछ क्या है पैसा नाम चाहिँ कमाउनै पर्ने रहेछ क्या किनभने त आफैले देखिहालेछ अहिले झाँक्रीको बुढी होइन त्यत्रो फुच्ची त्यत्रो मासु 30-35 वर्ष पटेकोलाई होइन कसरी सम्भव छ यार तर नाम र दाम चाहिँ कमाउनै पर्ने रहेछ है गाइज होइन त्यही भएको कारण डु एनिथिङ होइन सक्सेसको लागि नजाराहरू यस्तो देखिन्छ कि होइन कुनै कुनैले त कट्टकै मन खान्छ कि गोली हान्नु मन लाग्छ गोली गोली हान्नु मन लाग्छ क्या त्यही भएर गोली त यस्तो हान्छ हामीले हाम्रो चाहिँ फेरि चल्छ अनि होइन त्यही हो अनि कुइरेनी देख्नुपर्छ झन् ओ माई गड कुइरेनीको त झन् मेरो त आधा जीवन निकाल गया भने जस्तै हो कुइरेनीलाई भेट्नु पाउँदा त भयो मलाई त लास्ट मनपर्छ यार कुइरेनी बोल्न पाए हुन्थ्यो कोही छ अरे एउटा पर हेलो भनेर त बोलिहाल्नुपर्छ यार हेलो स्विट हार्ट चुर्ती कुर्ती धेरै हुन्छ फेरि छोड्दै कुर्ती देखाउनै पर्छ हेलो स्विट हार्ट स्लिप हानिरहेछ कोही के हानिरहेछ ढोकाइ बबाल हुँदो रहेछ यार तर बबाल हो त जाउँ न ल उताबाट घुमेर चाहिँ आउनुपर्छ जाबो होइन यत्तिको कुहिरेहरूलाई देखेर हेन्सी छ भन्छस् तँ योभन्दा बबाल हेन्सी त तँ छस् क्या म साँच्ची भने किनभने यत्तिको हाइट भएको भए कसम म यहाँ डान्स छोडेर मोडलतिर जान्थेँ क्या हो त्यतिसम्म हेन्सी छस् क्या तँ ल यत्तिको हाइट छ यत्तिको होइन यत्तिको टक्क अलिक बनेर अलिक काले भयो बनेर हिँड्दाखेरि त तर कुहिरे भन्दा अलिकति फरक चाहिँ त्यही कालै भएर हो अलिकति कालो कालो छ नभए चाहिँ यत्तिको हेन्डसम त यार मेरो कान्छो भाइ हो है गाई चाहिँ यो चाहिँ मेरो कान्छो भाइ हो तर लास हामी भन्दा त अति हेन्सी क्या हो कसम यार तर तेरो हाइट देखेर म जल्छु के कसम हो मलाई यस्तो मोडल बन्ने इच्छा छ कि होइन म जिम हानेरै भयो भने मोडल चाहिँ एकचोटि जान्छु क्या यत्तिको हाइट भयो भने कसम म त जान्थेँ नि क्या मोडल त्यही भएर म जिम हानेर भयो भने पछि जान्छु एन्ड अहिलेलाई चाहिँ म भ्लगमै केही गरौँ न भन्ने कुरा हो त्यही भएर सपोर्ट गरिदिनु होला गाइज अरू भनेको त्यस्तै उस्तै हो एन्ड हामी सानो बौद्धतिर जाँदैछौँ होइन पहिले चाहिँ अस्ति चाहिँ यहाँ माथि पनि चढ्नु दिन्थ्यो क्या बौद्धमाथि अहिले चाहिँ अब नमिल्ने भएको कारणले होला बौद्धमा चढ्नु नदिँदो रहेछ अहिले चाहिँ एन्ड हामी उता मासतिर गएर अनि त्यसपछि त्यहाँ अनि यसो क्याप्चर हान्नेछौँ किप वाचिङ है आज त सानो बौद्ध पनि प्याक आज त सानो बौद्ध पनि प्याक छ होला तर कसम आए यतिको प्याक चाहिँ मैले देखेको थिइनँ क्या होइन यो रमाइलो हुँदो रहेछ एन्ड प्रवेश सानो बौद्ध सो नाइस सानो बौद्ध आइज त पसेको सो ब्युटिफुल सानो बौद्ध यो होइन देख्न सक्नुहुन्छ एकदम रमाइलो र मनोभावक छ जो यो सानो बौद्ध भन्दा त्यो ठुलो बौद्धमा चाहिँ होइन एकदम धेरै मान्छेहरू देख्न सकिन्छ एन्ड यहाँ भन्दा उतै रमाइलो छ भनौँ न होइन अब भिडियो यहाँसम्म नै हो तपाईँहरूले हेरेर मनोरञ्जनको लागि एकदमै धेरै धेरै धन्यवाद नेक्स्ट भिडियोमा भेट्नेछौँ अहिलेको लागि चाहिँ म तपाईँहरूको माझबाट बिदाई हुन चाहन्छु ओके बाई बाई सी यु नेक्स्ट भिडियोमा